कौन है ये लोग? अरे अहिले हाततिर त मैले जिम्मेवारी हुन्छ नि फेरि यो के भएको त मान्छेहरू कस्तो यो चाहिँ अझ फेरि मार्छ म हाततिर नभन्छ कोई तरीका है भीख मांगने का? कसम भनेको के भन्नु गएको लुगा हुन्छ गएको मान्छे छैन एकछिनमा अनि कहाँ गयो अरे तँलाई बोल्ने फेरि तेरो कौन है ये लोग? कहाँ से आते हैं? त्यो सर्टहरू राख्ने गरेको हो र त्यहाँ म त कस्तो होला कसले चाहिँ गर्दा मुखै दुःख म त हाँसेर मान्छे छेउमा थियो एकछिन बोल्थ्यो अनि एकछिन हरायो पछि फोनमै बिजी भइरहेको थिएँ आयो अनि नानी चाहिँ सबै बेडतिर हेरेको छैन मान्छे अनि कहाँ गयो त भनेको त कसो हुँदा फेरि त्यो त आँखा गएछ कि कोई तरीका है भीख मांगने का? उद्या छ भनिरहेको छु मैले त्यत्रो भनिरहेको छु माथिबाट मैले धुरा सुकाइरहेको छु भनिरहेको छु झन् आयो म त छैन नानी त क्या अनि पछि वरिपरि हेर्छु ढोका खोलेको पनि मलाई थाहा छैन अनि कता कता नानी भनेर हेरेको म त पेट दुखेर मरे हाँसेर आयो अस्ति आन्दोलन गएको त सेवाले पनि चोर्छ कि के हो तिमीले मैले छोडेको होइन ल मैले छोडेको होइन ल आफ्नै लुगा होइन चोर अस्ति आन्दोलन गएको त कसो बोलेको